महिनावारी गडबडी छ, ढाड दुख्छ, टाइममा हुँदैन, चाहे ढिलो या चाँडो हुन्छ भने यो फुल चिन्नुहुन्छ। यो फुलको नाम घन्टी फुल, इङ्ग्लिसमा हाबिस्कस है। अलिकति प्रोनाउन्सिएसन मिस्टेक भयो भने माफ। तर यो फुलले चाहिँ यस्तो इरेगुलर भएको महिनावारीलाई यति टाइममा ल्याउँदो रहेछ होइन। अनि ढाड दुख्ने, हातखुट्टा दुख्ने, कर्करी खानेलाई पनि एकदम राम्रो के। अनि अब जस्तै महिनावारी हुनेले मात्रै खाने अनि महिनावारी सुकिसकेकोले नखाने भन्ने हुँदैन क्या। महिनावारी सुकिसकेकोलाई पनि एकदमै धेरै हेल्पफुल हाम्रै स्थानीय ठाउँमा पाउने यस्तो घन्टी फुल। अझ 5 पत्रे फुल पाउनु भने झन् राम्रो। आज प्रेम दिवस होइन, प्रेम दिवसमा मेरी आमालाई सधैँभरि खानु है भनेर दिन आँटेको मैले। म चाहिँ सेवन गरिरहेको छु, राम्रो रिजल्ट पनि भइरहेछ। अब अझै हेर्दै जाउँ होइन, अझै लङ टाइम खाँदा चाहिँ राम्रो हुन्छ। मेरी आमालाई पनि अब ढाड दुख्छ, यसरी काम गरिराख्नुहुन्छ नि त। अनि त्यही भएर प्रेम दिवसको दिन, प्रेम दिवसको शुभकामना मम्मी। शुभकामना धेरै धेरै। यो खायो भने धेरै धेरै यो खायो मेरो बर्सिराखोस्। यो खायो भने के हुन्छ अरे? यो खायो भने ढाड दुख्दैन। ढाड दुख्दैन। खाएर देखाइदिनु त लु। राम्रो गर्छ यसले। लु खाएर देखाइदिनु त। करम केही गर्नु पर्दैन। ऊ सानो छँदाखेरि त्यसको यस्तो चुसेर मुनि खाँदाखेरि गुलियो हुन्थ्यो नि। कस्तो जसले खायो त्यसले पायो, त्यसले जानु वरदान हो, वरदान। वरदान मिल्छ, वरदान आयुर्वेदिक औषधि। धन्यवाद, बाई बाई, see you soon। खै मम्मी एउटा उम्मा, अब उम्मा गर्नु। खै म गरौँ। प्रेम दिवसमा उम्मा गर्न पाइयो मम्मीलाई। आमा छोरीको प्रेम आमालाई भनेर साध्यै छ नि। आमालाई हतपत उम्मा गरिँदैन रहेछ कि क्या। मिश्री कुटेर होला गुलियो गुलियो भयो गाला पनि होइन। हो भनि नसक्नु प्रेम छ, भनि नसक्नु।